ल उकालो धेरै छ मलाई त्यहाँ मेरो त सास पनि फुलिसक्यो के गर्ने होला यसमा लाइक टुस हान्नु पर्यो है साथी लाइक साइक कमेन्ट समेन्ट अनि सब्सक्राइबर मेरो युट्युब च्यानललाई मिलाएर तपाईँहरूले गर्नुभयो भने साह्रै रमाइलो हुन्छ घाम पनि लागेको छ थाक पनि लागिसक्यो हामी आज यो कहाँ हो यो ठाउँको नाउँ पनि मलाई त आउँदैन है ठाउँको नाउँ थाहा छैन थाहा भएको मान्छे भेटिँदैनन् के गर्नु गाह्रो छ जिन्दगीमा साह्रै गाह्रो भयो मलाई जिउन गाह्रो भयो भन्ने गीत गाउनु पर्ने अवस्था पनि आइसक्यो साथी हो आइसक्यो साथी आऊ के हिँडेको यार डुङ हिँड्नु न यसरी यस्तो हिँडाइन्छ हो यसरी पो यसरी हिँडेपछि मलाई पनि जोस जाँगर लगाएर आउँछ अनि मजा आउँछ ल आज चाहिँ कति गते अरे साथी 18 गते बिदाको दिन हामीले समयको सदुपयोग गरिरहेछौँ यसरी घुमेर सधैँभरि पढेर पढाएर मात्र हुँदैन कहिलेकाहीँ घुम्नु पनि पर्यो र इन्जोय पनि गर्नु पर्यो त्यो भएर आज हामी इन्जोयमा छौँ त्यो भएर मस्तीमा छौँ आज हामी घुम्ने फिर्ने अरू सर भन्नु त खाने दौडिने फाला हाल्ने बिचरा यहाँ फाला हाल्नाले खुट्टा कटक्क गलिगए क्यार दै त भने साथ्याउ कहाँ कहिले पुग्ने डाँडाउने थाहा छैन म त अहिले तलै छु म बिदा त साह्रै गाह्रो छ हो यस्तो छ जङ्गल कम्ता डर हुन्छ यो जङ्गलमा बाघ आउँछ है साथी हो यहाँ बाघ रे फेरि ज्याकेट खोल्न पनि अवस्था आइसक्यो अनि यसो नगर बेजेत हुन्छ ल यति गरौँ अब यहाँ धेरै भिडियो बनायो भने मजा आउँदैन